नमस्कार दर्शकबिनहरूलाई आजको यस अन्तर्वार्तामा उहाँ एक जवान एकदमै राम्रो पत्रकारज्यू नमस्कार हैन तपाईँ चाहिँ एकदम बोल्दा बोल्दै अड्किरहनु भएको छ हैन किन तपाईँ नर्भस हुनुभयो कि म नर्भस हुने ठाउँमा तपाईँ नर्भस हुनुभएको छ है अरू भन्नुहोस् आजको अन्तर्वार्ता हजुरको हजुर खबर सोध्दै अगाडि बढ्यो हजुर अनि हजुरको कस्तो हालखबरहरू कस्तो छ त हाल खबर एकदम ठिकै छ राम्रै छ आज एकदम मजाले घाम लागिरहेको छ यस्तो मजाले राम्रो भ्यू हेरेर बस्न पाएको छ र तपाईँको इन्टरभ्यूमा उपस्थित हुन पाएँ त्यसमा एकदम खुसी नै छु हजुर अहिलेको अनि वर्तमानमा तपाईँ के गर्दै हुनुहुन्छ त वर्तमानमा त अब के गर्ने हो र हल्का त्यस्तै नर्मल कामसाम नर्मल जब सब गरिँदैछ अहिले चाहिँ म घर आएको छु सो तपाईँको इन्टरभ्यूमा आउने मौका दिनुभयो त्यसमा एकदम ह्याप्पी छु धन्यवाद तपाईँलाई नि अनि योगिनजी हजुर हजुरको लाइफमा केही उतार चढाव कस्तो के हुँदैछ त्यो यदि बताउन मिल्छ भने बताइदिनुहोस् अब मेरो लाइफ चाहिँ कस्तो भने अब अलिक सानैदेखि एकदम चञ्चल मान्छे हो होइन सबैसँग रमाइलो गरेर हिँड्ने मान्छे सबैसँग बोल्दाखेरि एकदम नलजाउने हजुर एकदम के भनौँ सबैसँग खुलेर बोल्ने त्यस्तै टाइपको छु अरू जिन्दगीको बारेमा त होइन लाइफको बारेमा बताउनु त धेरै समय लाग्छ तपाईँको समय छोटो होला होइन नेक्स्ट इन्टरभ्यूमा तपाईँलाई म अवश्य यही च्यानल मार्फत तपाईँलाई बताउने नै छु अरू केही सोध्न चाहनुहुन्छ हजुर अनि होइन तपाईँ पत्रकार हो कि उपत्रकार हो तपाईँले सोध्ने कि मैले सोध्नुपर्ने होइन रुक्नुहोस् न हजुर अब प्रोसेस त गर्नै पर्यो के सोधौँ कसो सोधौँ तपाईँ पत्रकार भएपछि उसलाई यो क्वेसन गर्ने यसरी इन्टरभ्यू लिने भनेर त त्यो